विपिन जोशी अब यो संसारमा नरहेको कुरा पुष्टि भइसकेको छ। हिजो बीबीसीले नै उद्धृत गर्दै एक सूचना सार्वजनिक गरेको छ कि हमासले जुन 4 वटा शवहरू बुझाएको थियो जसमध्ये 1 वटा शव विपिन जोशीको समेत रहेको र उनको नाम सहित रहेको पुष्टि गरेको छ। 20 वटा सास सहितको व्यक्ति अथवा 20 वटा व्यक्ति जीवित व्यक्तिहरूलाई हमासले इजरायल सरकारलाई हस्तान्तरण गरेको छ भने 4 वटा शव पनि नाम सहितको हस्तान्तरण गरेको छ। जुन 4 वटा शव मध्ये विपिन जोशीको नाम समेत समावेश गरिएको छ। 3 करोड नेपालीहरू आशामा विपिन जोशी फिर्ता आउँछ भनेर सोचिरहेका थिए, भगवानसँग प्रार्थना गरिरहेका थिए, उनको परिवारले तिहारमा खुसीसहित मनाउला भनेर सोचिरहेको थियो। बहिनीले एकदमै विभिन्न जोडबोल गरिरहेकी थिइन्, तर सारा नेपालीको र नेपाली राजनीतिक तर्फबाट पनि विभिन्न इफोर्टहरू लगाइएको थियो। सम्पूर्ण इफोर्टहरू खेर गएको छ। सम्पूर्ण विपिन जोशीको लास मात्र नेपाल आउने भएको छ, किनभने इजरायल सरकारलाई हमासले उक्त शव दिइसकेको छ। अब केही प्रक्रियापछि विपिन जोशीको शव नेपाल आउनेछ। आफ्नो साथीहरूलाई जोगाउनको लागि बङ्करभित्र आएको ग्रेनेडलाई समातेर फाल्न सक्ने त्यो ताकत रहेको विपिन जोशी अब हामीमाझ नरहँदा पक्कै पनि देशले एउटा कलिलो युवा, देशको एउटा भोलिको भविष्य गुमाएको छ। एकदमै दुःखद घडीमा शोक सन्तप्त विपिन जोशीको परिवारलाई धैर्य धारण गर्ने क्षमता मिलोस्। विपिन जोशीलाई हार्दिक श्रद्धाञ्जली। उहाँको वैकुण्ठमा बास होस्। जसरी नेपाली जनताहरू आफ्ना साथीहरू नेपाली अथवा त्यहाँ रहेका व्यक्तिहरूलाई जोगाउनको लागि ग्रेनेडलाई समातेर फाल्नु सानोतिनो मुटुको व्यक्ति होइन, एउटा सपुत गुमाएको छ नेपाल सरकारले, नेपालीले। पक्कै पनि यो दुःखद घडी छ। सबैले विपिन जोशीको चिर शान्तिको कामना गरौँ। विपिन जोशी आजभन्दा करिब 2 वर्ष अगाडि सन् 2023 को अक्टोबर 7 तारिकका दिन हमास र इजरायल बीचको आन्दोलनको क्रममा उनलाई बन्धक बनाइएको थियो र सोही बन्धकको क्रममा हमास र इजरायल पक्ष बीचको दोहोरो भिडन्तमा कसले अथवा कहाँबाट गोली लाग्दा कसरी मृत्यु भयो भनेर कुनै पनि कुरा खुलाइएको छैन। हमासले मार्यो अथवा चाहिँ इजरायलको आक्रमण परि मृत्यु भएको भनेर अझै कहीँ कतै खुलेको छैन। साथै विपिन जोशी पहिलो व्यक्ति भने होइनन्, हमास र इजरायलको युद्धमा परेर मृतक भएको पहिलो नेपाली भने होइनन्। यसअघि नै 10 जना नेपालीहरूको मृत्यु भइसकेको छ हमास र इजरायल बीचको युद्धको क्रममा। तसर्थ यिनी विपिन जोशी 11औं व्यक्ति रहेका छन्। अबको यस्तो आगामी दिनमा चाहिँ विपिन जोशीहरू जस्ता नेपालीहरूले कहिले पनि ज्यान गुमाउन नपरोस्। जेनजीको 70-75 जनाको ज्यान गुमिसकेपछि आएको सरकारले देशमै रोजगारी सिर्जना गरोस्। नेपालीहरू सिक्न, पढ्न र रोजगारीको लागि पनि विदेश जान नपरोस्। देशमा गुणस्तरीय शिक्षाको व्यवस्था होस्। देशमा नै कल कारखाना खुलोस्। नेपालीहरू नेपालमै काम गरेर खुसीका साथ रमाउने वातावरण सिर्जना गरोस्। आगामी यो अन्तरिम सरकारले नयाँ सरकार जुन ल्याउनको लागि निर्वाचन गर्दैछ त्यो अगाडि भ्रष्टाचारीहरूलाई जेल कोचोस् र तिनीहरूको सम्पत्ति राष्ट्रियकरण गरी यस्ता युवाहरू जो चाहिँ देशमै बसेर केही गर्न चाहन्छन्, देशमै विकास गर्न चाहन्छन्, त्यस्ता युवाहरू जसलाई चाहिँ नेपालमै राख्ने वातावरण सिर्जना गरोस् भनेर हामी कामना गर्छौँ। विपिन जोशीलाई फेरि पनि चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना। अन्तर्राष्ट्रिय स्तरका विभिन्न सूचना गतिविधिहरू सबैभन्दा पहिला तपाईँले थाहा पाउनको लागि हामीले फलो गर्न नबिर्सिनुहोला। तपाईँको आफ्नै साथी म विजय र जहिले पनि भन्ने गर्छु, जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र सचेत पनि रहनुहोस्। हस्त, धन्यवाद, नमस्कार।